कस्तो के कस्तो क्लाइमेट कस्तो फोहोर है बाबामा क्लियर छैन कस्तो यही बाटो फर्किँदै अर्को बाटो धुलो धुलो छ। नमस्कार म्याडम। नमस्कार, तपाईँ कुन च्यानलबाट हो? म चाहिँ नि झ्यापझुपे च्यानलबाट। धन्यवाद। यो मलमला मन्दिरको बारेमा के बताइदिनुहुन्छ कि? मलमला मन्दिर भनेको दुर्गा मन्दिर हो। आजभोलि भन्दा दसैँमा नवदुर्गाभित्र धेरै मानिन्छ, त्यतिखेर भिडभाड पनि धेरै हुन्छ। तर मन्दिर त सधैँ आयो नि के भएर होइन, हामी पनि पोखराबाट आएको। मन्दिरको बारेमा धेरै कुरा सुनेको थियो, पोहोर साल पनि आएको थिएँ म। यसको महत्त्वका बारेमा केही? म त भगवान् भनेको भगवानै भयो के होइन, भगवान्पछि आस्था हुने पछि त त्यो दर्शन गरेपछि मन शान्त हुन्छ, सुकुन मिल्छ। ठाउँ पनि राम्रो छ, जङ्गलको माथि अलिकता सिँढी चढेर जानुपर्छ, अलिक स्याहाँ एक्सर्साइज पनि हुने राम्रो छ। सबैजना आउनु होला, दर्शन गर्नु होला। ल म्याडम, हजुरको केही छ विचार? मेरो त सबै राम्रै छ। सबै राम्रै छ। सबै राम्रै छ। ल सर। जय मलमला देवी। मलमला देवी हाम्रो सैना महिनामा अवस्थित हुनुहुन्छ। यहाँको चाहिँ के अरे पर्यटकीय स्थल पनि हो र सद्भाव स्थल पनि हो। मान्छेहरूलाई धेरै आस्था छ यो देवीप्रति। तपाईँहरूले आएर दर्शन गर्न सक्नुहुन्छ। राम्रो ठाउँमा छ, एकान्त शान्त। हामी त मर्निङ वाकमा बेला बेलामा आइरहेको छौँ। मर्निङ वाक पनि हुने, दर्शन पनि हुने, राम्रो लाग्छ। ल धन्यवाद।